केपी ओली निवास प्रहरी निगरानीमा पक्राउ गर्न गृहमन्त्री सुदन गुरुङको निर्देशन। उपत्यकामा हाई अलर्ट जारी। गृहमन्त्री सहित सुरक्षा प्रमुखहरूको आकस्मिक छलफल। केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न प्रहरीले माग्यो लिखित आदेश। गृहमन्त्री सुदन गुरुङले गरे 2 आइजिपीसँग 1.5 घण्टा छलफल। उपत्यकाका प्रहरीलाई हाई अलर्ट बस्न निर्देशन। सशस्त्रले पनि पठायो एसपी मुनिका सबैलाई बर्दी सहित तयारी अवस्थामा बस्न सर्कुलर। जवानदेखि एसएसपी सम्मलाई बिहान 7 बजेबाटै बर्दीमा रहन प्रहरी हेडक्वार्टरको सर्कुलर। केपी ओली निवास गुण्डुमा रातभर चहल पहल। सड़कमा कार्यकर्तादेखि सवारीसम्म। बालेन शाहले बनाए सचिवालय टिम। प्रमुख सल्लाहकारमा बिन। राजनीतिकमा असीम शाह। आयोगले डामेका ओली सहित यी अधिकारीमाथि अब अघि बढ्नेछ कारबाही। मन्त्री परिषद बैठकका 4 निर्णय सार्वजनिक। कार्के आयोगको प्रतिवेदन पूर्वाग्रही। निर्णय फिर्ता नलिई प्रतिरोध गर्ने एमाले निकट 23 संगठनको चेतावनी। भिआइपी सवारीमा सड़क ठप्प पार्ने परम्परा अन्त्य गर्न गृहमन्त्रीको निर्देशन। बालेन शाहले जेनजी कमाण्डर सुदन गुरुङलाई गृहमन्त्री बनाउनुका 3 कारणहरू के हुन् यस बारेमा विशेष जानकारी। राजस्व अनुसन्धान विभाग खारेज गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय। बालेन्द्र सरकारलाई कर्मचारी ट्रेड युनियनको एकमुष्ट बधाई। यस्ता छन् माग र अपेक्षा। कसरी हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन। प्रहरी भन्छ सरकारको आदेश पालना गर्छौं। शासकीय सुधारका 100 कार्यसूची मन्त्री परिषदबाट स्वीकृत। आज प्रकाशित हुने। प्रहरी हेडक्वार्टरको छलफलमा कानून सचिव ढुङ्गाना पनि ओली लेखकलाई पक्राउ गर्ने बाटो खोज्दै। कर्मचारीलाई प्रधानमन्त्री बालेन शाहको निर्देशन। सरकारको स्पिरिट समात्नु। ढिला सुस्ती चल्दैन। कार्के आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय। कोकोमाथि सुरु हुन्छ कारबाही। आजकै समाचारमा हेर्नुहोस्। प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ भन्दै नेकपा एमालेका नेता महेश बस्नेतको चेतावनी। कार्के आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। सस्मित पोखरेल बनी सरकारको प्रवक्ता। डीपीलाई सभामुख र कविन्द्रलाई प्रमुख सचेतक बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी। भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री सुदन गुरुङको निर्देशन। बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व महसुस भएको छ। रासोपाका सभापति रविलामी छानेको जिकिर। अर्थमन्त्री स्वर्णिम वाग्लेले भने दोस्रो चरणको आर्थिक सुधार अघि बढाइनेछ। अर्थ मन्त्रालयको कुर्सीबाट स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई दिएको पहिलो सन्देश। सुदन गुरुङ गृहमन्त्री बन्दा ओली लेखकलाई तनाव। एमाले महासचिवले लेखे मन्त्री परिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर। राजस्व अनुसन्धान विभाग। ओलीले अर्थबाट खुसेर आफ्नो नियन्त्रणमा ल्याए। डाक्टर वाग्लेले खारेज गरे। बालेन शाहलाई बधाई दिँदै रक्षाले भनिन् उत्साहित हुनेहरूलाई निराश र शंका गर्नेहरूलाई उत्साहित बनाउनु हुने छैन। बालटारमा बालेन शाहले गरे पूजा। महाधिवक्ता भण्डारीले दिन पदबाट राजीनामा। बालेन युगको उदय। वृद्ध तन्त्रमा लाग्यो ब्रेक। नाति पुस्ताको काँधमा देश। बालेनको शपथ ग्रहणमा बाबुराम भट्टराईले भने आफ्नै 12 वर्ष पहिलेको अग्रलेख सम्झिए। र आजको स्मार्ट खबरको स्वास्थ्य सम्बन्धी समाचारमा भाङमा के छ त्यस्तो जसको सेवनले मान्छेलाई रुवाउने र हँसाउने गर्छ। यसबारेमा पनि महत्त्वपूर्ण जानकारी दिनेछौं। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।